हामी कहाँ गइछ रे ए उपा एउटा बागानको बनायो उता जैन लान्छ हुन्छ या यसको रुमाल छ नि रुमाल कहाँ हो पकेट रुमाल उताको हो भित्र कहाँ आइन् बनाउँदा त्यसै जाऊ त सम्झाउ त उपालाई हालेर ल्याउ दिदीलाई काका म गएँ है त ल बाई कति कहिले छ घर न यार टेबल पनि हो कि ममता खै ममता तिमीले पो टाइम लागिरहेछ जग्गे घुमाउँ त जग्गे छोरो तपाईँ पनि अब त्यही त हो नि छोरी पनि तपाईँ छोरी अनि त्यसरी गाँठो अब हजुरलाई भन्नु छोरी दिए राम्रोसँग पाल्नु त काठो गर्नु गाडो पार्नु पर्छ र राम्रोसँग पाल्नु अनि हजुरले हुन्छ हस् भन्नु पर्यो नि त केटाकेटी बिहा गर्नुहुन्थ्यो र हाँसीरुखले अब छोरी जिम्मा दिएछ अब महिलाकै जिम्मामा छ कि सबै होइन भइहाल्छ होइन रञ्जिता बाबु रोएर कस्तो छ यहाँ अब त बोक्ने अनि ल बोकम मेरो दाहिनेबाट दाहिनेबाट यता यता बाटो जोड्नु बाबा भन्नुबाट गाडी घुमाऊ गाडी उतादेखि मिला न मिला यसो मिला न हामीलाई नि राम्रो हुन्छ मम्मी छेउ कल्लुलाई हेर्छ भाइलाई बाबुलाई ल्याइदे त बाबुलाई हेर्छ ल ल भाइलाई हेर अलि त ल यी भाइलाई हेरे भाइ भोलि आउँछु दिदी भन न त्यहाँ मेरो सामान आउँछ अरे छिटो है